तपाईँले एउटा मान्दै गर्दाखेरि तपाईँले गर्मी भयो गर्मी त्यहाँ बढी भयो कि हाम्रो डाक्टरले यसलाई गर्मी धेरै भयो पसिनाद्वारा उसले शीतल दिन सक्छ क्या यो बुझ्ने पनि जरुरी छ हामीले भोक लाग्यो एक चम्चाले खाना खानु पुग्छ एक खाँदै चाहिन्छ नि हामीलाई हो हाम्रो भित्र जाग भइसक्यो डाक्टरले यसलाई भोक लाग्यो तिमी खाना खान जाऊ भनेर डाक्टरले सुझाव दियो कि हामीलाई त्यही भएर तपाईँ हामी मात्रै प्रोडक्ट मात्रै युज गर्दा होइन शरीर पनि हेर्नु पऱ्यो यता सबैतिर हेर्नु पऱ्यो होइन घर पनि बाह्र पनि हामी सबै हेर्नु पऱ्यो क्या हेल्दी हुनको लागि हामी हरेक ठाउँमा ठेस लाग्छ कि मेरो रुम यस्टाजनिकले चाहिँ गुडबाट दाँत मजिरहेछ कति भन्छ तिमी नेता अब फेरि फर्केर आएछ हो अरे बाबा म तपाईँले एउटा बाटो देखाइदियो कि तपाईँ हिँड्नै सिकाएको छु अहिलेसम्म तपाईँ नहिँड्ने भने कस्तो गाह्रो छ र मलाई के छ पर्दैन नि मेरो जनाले तपाईँले सिकाएको हो तर म जे खाएको छु तपाईँले त्यही खाने हो अहिले फेरि के गर्छ त मेरै टुथपेस्टले दाँत मोलिरहेछ कि त्यो व्यक्ति फेरि आज एकजना ठाकुरै छ है कसैले उठाएको छ उसले मैले 5 वर्षमा सौदी फर्केर फेरि गयो 5 वर्षपछि फेरि 1 साल बसेर आएको त्यो मान्छे बिग्रिसकेको वर्षमा मैले 5 वर्षसम्म मैले उसले राम्रोसँग गरेर अहिले 2 जना पुरो प्लट किन्थ्यो महिनाको 5000 रुपियाँ दाउन जान्थ्यो सोध्नु कति जान्थ्यो वर्षको 12 महिना भयो त्यो पैसा बचत गरेर उसको बुढी मलाई अहिले यति मानेछ कि तपाईँ जहाँ भयो भने मेरो घर आउनु तपाईँको कारण मेरो श्रीमान अहिलेसम्म बाँचेको छ तर आज फेरि त्यो मान्छे बिग्रिनुमा छोड्यो मेरो लाग म त यहाँ बिग्रेको मान्छे हो नि बिग्रिँदै जाने हो तर आज मेरो बच्चा मेरो परिवार त बिग्रेको छैन जतिसक्दो बुढी गर्नु तर हामी सबै दुइटै बुढी छ यहाँ एउटा बुढी कसैको छैन दुईटा बुढी कसै छ भने मैले जुन मिटिङमा पनि भने चाहिँ माधव सर है बुढी चाहिँ दुइटैको छ मलाई दुईटा बुढी छ म सिधै भन्नेमा बुढीले पनि आफ्नो पनि त्यही भएर तपाईँ एकदम मोबाइल पनि चलाएको छ कतिजना मोबाइल पनि बिगारेको छ एउटा बुढी चाहिँ मोबाइल हो कान्छी बुढी मोबाइल हो मेरो हो होइन सर कान्छी बुढी मोबाइल हो मेरो म त सधैँ भन्छु मोबाइल हो म ड्युटीबाट 6:30 बजे रुममा आउँछु मान्छेसँग म भिडियो गरेर बस्छु तपाईँहरू सबैजना बोलाएर म किचनबाट कुदेर आउँछु त भिडियो खोल्छु नि यो पेटले मान्दैन के कहिले तपाईँ जोसँग निरोगी होस् रोगी होस् जब तपाईँ ड्युटीबाट हुन्छ नि कतिखेर खाना बनाउने कतिखेर के गर्ने तपाईँ यो मान्छ मान्दैन नि ए पेटको लागि त खाने मुखमा छौँ हामी के